खोज्दै जाऊ भेटाउने छौ, सत्य के हो थाहा पाउने छौ। खोज्दै जाऊ भेटाउने छौ, सत्य के हो थाहा पाउने छौ। पश्चाताप गर स्वीकार गर म एक पापी भनेर। पश्चाताप गर स्वीकार गर म एक पापी भनेर। म एक पापी भनेर। परमेश्वरको वचन योना 14:6 भन्छ है, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। येशू ख्रीष्ट बाटो हुनुहुन्छ, येशू ख्रीष्ट नै सत्य हुनुहुन्छ है। बाटो सत्य अनि जीवन पनि येशू हुनुहुन्छ। उहाँ येशू ख्रीष्ट स्वयंले भन्नुभएको वचन हो है, खण्ड मैले तपाईँहरूको अगाडि पढ्न पाएँ। प्रभुलाई धन्यवाद दिन चाहन्छु, किनभने सुनौलो मौका छ तपाईँ र मेरो लागि है। संसारमा शरीर हाम्रो छ है, यो शरीर चाहिँ हाम्रो क्षणिकको लागि मात्रै हो। यो शरीर एक दिन माटोको शरीर माटोमा मिलेर जान्छ, तर आत्मा भन्ने न त माटोले छोपेर राख्न सक्छ, न आगोले जल्न सक्छ, न समुद्रले बगाएर बगी जान सक्छ, न त पहिरोले पुर्न सक्छ। यो आत्मा चाहिँ एकदमै बहुमूल्य छ। आज नै तपाईँ र मैले फिक्री गर्नुपर्ने कुरा चाहिँ यो आत्माको हो है। त्यसैले गर्दाखेरि प्रभु येशूले तपाईँ र मेरो लागि क्रुसमा आफ्नो बलिदान दिनुभयो, दाम तिर्नुभयो, सबै मूल्य चुकाउनु भयो अनि तपाईँ र मलाई किन्नुभयो है। त्यो बहुमूल्य रगतले दाम तिरेर तपाईँ र मलाई किन्नुभयो। अनि जसले उहाँको रगत र बलिदानमाथि विश्वास गर्छ अनि स्वीकार गर्छ, म पापी हुँ, प्रभु येशू ख्रीष्ट तपाईँको रगत र बलिदान मेरो लागि हो भनेर हामीले जब स्वीकार गर्छौँ भने हाम्रो सबै पाप र अधर्महरू क्षमा हुन्छ अनि हामीले बाटो सत्य र जीवनमा हामी प्रवेश गर्न सक्छौँ। यो सुनौलो मौका छ तपाईँ र मेरो लागि है। म आशा गर्छु तपाईँहरूले यो कुरा बुझ्नुहुनेछ अनि तपाईँ र म यो संसारमा हुँदाखेरि नै तपाईँ र मैले स्वर्गको बाटोलाई हामीले सत्य तरिकाले चिन्न सक्यौँ भने आज हामीलाई कुनै पनि डर हुँदैन है। हामी सत्यताको बाटोमा हामी पाइला टेकिसकेका हुन्छौँ अनि प्रभुलाई धन्यवाद दिँदै यो सन्देश सानो सत्यताको कुरा म यहीँ राख्न चाहन्छु। धन्यवाद।